दर्शक वृन्दहरू, आज हामी चाइनिज स्कुटरको यो टायर चाहिँ निकाल्दैछौँ। पुरा अब हावा कम भएर कुदाएर गडाङगडुङमा कुदाएर हबै कुचिने गरी कुदाउनु भएको रहेछ उहाँले। यसो चाहिँ नगरौँ होला। हाम्रो हेड मेकानिकले निकाल्दै हुनुहुन्छ। हो सर हो। अब यो अब टायर निकाल्न पनि अप्ठ्यारो रहेछ। त्यो तार टाँसेको हुँदो रहेछ त्यहाँ, होइन? ल ल हेर्नुहोस् यहाँ कुच्चेको, होइन? यसरी कुचाउनु भएन हो। यसको लागि अब एउटा नयाँ यहाँ टायर रेडी हुँदैछ। यो चाहिँ आइएलजी भन्ने चाइनिज स्कुटर रहेछ। ग्रिन नेपाल भनेर स्कुटर पनि टालेर छ। के होला अब यो टायर हाल्न अगाडि चाहिँ भित्रको लिक्विड जति सबै सफा गर्नु पर्यो। यहाँ सरले सफा गर्दै हुनुहुन्छ। अब टायर फिक्स गर्नु पर्यो। अलिकति अप्ठ्यारो हुँदो रहेछ। है धेरै नै अप्ठ्यारो रहेछ। त्यो तार चाहिँ के मोटरको हो? ए ल बल्ल आयो नि त। मिस्टर लक्ष्मण चौधरीको पावर। यसरी चाहिँ नि हो सर हो। के गर्नु पर्यो? फुर्सदमा आउँछु है। हुन्छ। हो एकदमै अप्ठ्यारो रहेछ यो चाहिँ। अब हजुरहरूले हावा चाहिँ नि दैनिक रूपमा चेक गर्नु पर्यो। आफ्नो सवारी साधनको अलिकति डिसब्यालेन्स हुने बित्तिकै हावा चाहिँ कसरी हुन्छ। अब भर्नुपर्छ कि अब टायर बिग्रिया हो भने बनाएर हुन्छ कि मर्मत गरेर। त्यो डिसब्यालेन्स गरेर चाहिँ नकुदाउनुहोस्, तपाईँको हबलाई समस्या पर्छ। निकै नै जटिल अवस्थाले यसलाई हाल्न परिरहेछ यहाँ।
साह्रै अप्ठ्यारो छ हो सरकार। यो अलिकति पावर लाग्छ यसमा चाहिँ। अब अलिकति That's what I'm talking about, guys, ladies and gentlemen. उहाँले अब कम्प्लिटली पसाउनु भएको छ टायर। अब यति नै हो। यसमा लिक्विड हाल्ने, लिक्विड हालेर फिक्स गर्ने। खलास।